केपीओलीको घर जान्छौँ, रमेश ल्याको घर जान्छौँ, सिडिएको घर जान्छौँ, घिसारेर निकाल्छौँ। हे गृहमन्त्री, तैँले कारबाही गर्न सक्छस् भने गर। मेरै गाउँको होस् त पनि खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो, त्यही पनि त भन्न बाध्य छु आज। साला तोरी काम नगर तैँले। हे सुशीला कार्की, हे ओमप्रकाश अर्याल, तिमीहरू साँच्चीकै कट्टुमा मुत्ने भन्दा नि खत्तम रहेछौ। यो हत्या गर्ने 3 जनालाई 5 दिनमा यिनीहरूलाई कटघारामा ल्याउनुपर्छ गरी हाम्री आमा आज लाचार भएर हैन चुनाव गर्छु म केही गर्न सक्दिनँ भनेर उतिएर बोली बोल्दैछिन्। चाहिएन मन्त्री तिमीहरूको, तिमीहरू के पनि चाहिएन। बिचरा हाम्रो प्रकाश बोहरा भाइ जसको जुत्ता हो है, उसको नसा चुट्टेको छ। बिचरा यति छटपटाइरहेछ, यति छटपटाइरहेछ, यति छटपटाइरहेछ कि मैले काठमाडौँको सारा डक्टरले त्यसलाई निको बनाउन नसकेर, दुखाइ कन्ट्रोल नसकेर एउटा पेन स्पेसियलिस्ट पोखराबाट मगाएर इन्डियाबाट बाहिरबाट कुरा गरेर उपचार गर्नु परिरहेछ हाम्रो अहिले। यी हत्याराहरूलाई जसरी पनि कारबाही हुन पर्यो। हाम्रा माग के हुन्, के काले आन्दोलन, कसोकाले आन्दोलन, के का आन्दोलन भन्दै हुनुहुन्छ होला। हाम्रा माग अस्ति पनि त्यही थिए, हिजो जेनजीको आन्दोलनमा पनि त्यही थिए र आज पनि त्यही छन्। खुर्कन हत्यारालाई कारबाही गर्न पर्यो। हे सरकार है, हे सुशीला कार्की, हे ओमप्रकाश अर्याल, तिमीहरू साँच्चीकै कट्टुमा मुत्ने भन्दा नि खत्तम रहेछौ। हिम्मत भन्ने कुरा त तिमीहरूको साँच्चीकै दुर्गा दाइले भनेको हैन, पिसाब गरेर उठ्न नसक्ने नै रहेछौ। हिम्मत भनेको त तिमीहरूको है साँच्चीकै केही गर्न नसक्ने नै रहेछौ। आज आएर पक्का भयो। हिजोसम्मको हामीले तिमीहरूलाई अल्टिमेसन दिएको थियौँ 40 दिनको। 40 दिनमा माखो मारौला कि, एउटा लामखुट्टे भए पनि मारौला कि, एउटा भए पनि केही गरौला कि? केही गरेनौ। 10 लाखको भाउ 50 लाख बनाउने बाहेक लासको मूल्य बढायौ, त्यो बाहेक केही पनि गर्न सकेनौ। 50 लाखतिर मार्ने हो भने तिमीलाई मार्छौँ, तिम्रा छोराछोरी मार्छौँ, 15 लाख होइन 50 लाख दिन्छौँ। मान्छौ? अहिलेसम्म शहीद परिवारहरूले पैसा पनि पाएको छैन, क्रिया खर्चसम्म पनि पाएको छैन। अहिलेसम्म घाइतेले राम्रोसँग उपचार पनि पाएको छैन। अहिलेसम्म होइन अरू त के कुरा गर्नु र है। यो हत्या गर्ने 3 जनालाई 5 दिनमा यिनीहरूलाई कटघारामा ल्याउनुपर्छ गरी हाम्री आमा आज लाचार भएर हैन चुनाव गर्छु म केही गर्न सक्दिनँ भनेर उतिएर बोली बोल्दैछिन् है। आज हाम्रो गृहमन्त्रीले यिनीहरूलाई टिक पार्छु भन्दै को खड्का भागे छैन हैन, फर्केर आइसक्यो हैन। दुनियाँमा केही भएन है। यिनीहरूले सम्पूर्ण जेन्जी भाइहरू है, हाम्रा सम्पूर्ण साथीहरू यही छन्। हाम्रो किरणजी 3 नम्बर संयोजक, हाम्रो विजयजी 4 नम्बर संयोजक, हाम्रो सबै संयोजकहरू यहीँनिर हुनुहुन्छ, सबैजना यहीँनिर हुनुहुन्छ है। र सम्पूर्ण जेन्जी भाइहरू, तिमीहरूलाई वार्ता किन गर्नु पर्यो है? मलाई हिजो पनि वार्ता गर्न आइज, मन्त्री दिन्छौँ, त्यो दिन्छौँ। चाहिएन मन्त्री तिमीहरूको, तिमीहरू के पनि चाहिएन है। हामीलाई वार्ता सार्ता चाहिएन। हेर सागर ढकाल, हेर मिराजको ढुङ्गाना, हेर प्रवेश दाहाल, हेर को वार्ता, के को वार्ता, किन वार्ता? कुर्को लाएर हत्यारालाई कारबाही गर न। यत्रा मिडिया छन्, हजुरहरूले देखाउनु न हामीलाई, हामीले देखिहाल्छौँ नि है। कुर्को लाएर एउटा भ्रष्टाचारको छानबिन गर न, भइहाल्छ नि। अन्तरिम संविधान लेख्न कसले रोक्यो है? हाम्रो चाहिँ टिम छ, यहाँ सकेर अर्को प्रोग्राममा जाँदैछु। हाम्रो संविधान रेडी भइसकेको छ, के गर्ने, कसो गर्ने, कहाँनिर गर्ने भनेर है। तपाईँहरू सबैजनालाई है, भोलि साँच्चीकै तपाईँका माग पुरा होस् भन्ने चाहनुहुन्छ भने, जेन्जीका माग पुरा होस् भन्ने चाहनुहुन्छ भने, शहीदको सपना पुरा होस् भन्ने चाहनुहुन्छ भने, अहिले भर्खरै हाम्रो अभिषेक भाइ है यसो गर्दै हिँड्छ नि हाम्रो अभिषेक श्रेष्ठ भाइ, दाइमा आउँछु भन्दै त होइन भाइ, तिमी घाइते छौ, तिमी नहौ, तिमी त्यही बस्नुपर्छ र त्यही बसेछन्। अहिले बिचरा घाउमा इन्फेक्सन भएको छ, भित्रको हड्डी 4 ठाउँमा भाँचेको छ, टुक्रा भएको छ। बिचरा हाम्रो प्रकाश बोहरा भाइ जसको जुत्ता हो है, उसको नसा चुट्टेको छ। बिचरा यति छटपटाइरहेछ कि मैले काठमाडौँको सारा डक्टरले त्यसलाई निको बनाउन नसकेर, दुखाइ कन्ट्रोल नसकेर एउटा पेन स्पेसियलिस्ट पोखराबाट मगाएर इन्डियाबाट बाहिरबाट कुरा गरेर उपचार गर्नु परिरहेछ हाम्रो अहिले है। हेर्नुमा छ उनीहरूको पीडा, उनीहरूको कुराहरू के छ, उनीहरू के छ। बिचरा हाम्रो लक्ष्मण नेपाली भाइ पोखरामा है, 19 वर्षको भाइ होइन, बिचरा एउटा छोरा आमाको लक्ष्मण विक है। बिचराको यहाँ घाँटीमा गोली हानेर न हात चल्छ न खुट्टा चल्छ। के गर्छ त्यो भाइले? अब हालत के छ त्यो भाइको हैन। अर्को हाम्रो कुशवाहा के एउटा भाइ तराईको रौतहटको भाइ हैन, बिचराको ढाडमा लागेर दुईटै खुट्टा चल्दैन। त्यो भाइले के गर्छ अब है? यस्ता त मैले 2-4 एक्जाम्पल मात्र भने। 3430 जनालाई मार्ने, के अरे घाइते बनाउने र 30-80 जनालाई मार्नेहरूमाथि आजै कारबाही होस्। यदि आज कारबाही गर्न सक्दैन भने भोलि 2 बजे हामी माइती घरमा जम्मा हुन्छौँ, हत्याराहरूलाई खोज्छौँ, केपीओलीको घर जान्छौँ, रमेश ल्याको घर जान्छौँ, सिडिएको घर जान्छौँ, घिसारेर निकाल्छौँ। हे गृहमन्त्री, तैँले कारबाही गर्न सक्छस् भने गर। मेरै गाउँको होस् त पनि खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो, त्यही पनि त भन्न बाध्य छु आज। साला तोरी काम नगर तैँले।